विश्वकप 2026 मा पहिलो खेल सकिँदा सबैभन्दा खतरनाक टोली को देखियो? के जर्मनी नै विश्वकप जित्ने सबैभन्दा ठुलो दावेदार बनिसकेको हो? ब्राजिल र स्पेन किन सङ्घर्ष गरिरहेका छन्? अनि विश्वकपमा पहिलो पटक खेलिरहेका टोलीहरूले कसरी विश्व फुटबलका महाशक्तिहरूलाई चुनौती दिए? पहिलो खेलपछि विश्वकपको तस्बिर पुरै बदलिएको छ। आउनुहोस् सबै टोलीहरूको प्रदर्शनको गहिरो समीक्षा गरौँ। फिफा विश्वकप 2026 को समूह चरणको पहिलो राउन्डका खेलहरू लगभग समापन भइसकेका छन्। केही टोलीहरूले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरे भने केही ठुला टोलीहरूले समर्थकहरूको अपेक्षा अनुसार चम्किन सकेनन्। आज हामी पहिलो खेलको आधारमा सबैभन्दा प्रभावशाली टोली, निराशजनक प्रदर्शन गर्ने टोली र नयाँ टोलीहरूको अवस्था र आगामी सम्भावनाबारे चर्चा गर्नेछौँ। त्योभन्दा पहिला तपाईलाई चाहिँ यसपालिको वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ? आफ्नो अमूल्य सुझावहरू तल कमेन्टमा लेख्नु होला। मेरो विचारमा चाहिँ कसले जित्छ भन्दा यो भिडियो तपाईले अन्त्यसम्म हेर्नुपर्ने हुन्छ। म सबै कुराहरू भनेर अन्त्यमा भन्नेछु कसले जित्छ भनेर। अब सुरु गरौँ सबैभन्दा पहिले प्रतियोगिताको दावेदार टोलीको बारेमा। इङ्ल्यान्डले क्रोएसियालाई 4-2 ले हराउँदै आफ्नो आक्रमण शक्ति देखाएको छ। सुरुवातदेखि नै आक्रामक फुटबल खेल्दै इङ्ल्यान्डले उपाधिको बलियो दावेदारी प्रस्तुत गरिसकेको छ। जर्मनीले पनि कुरासाओलाई 7-1 ले पराजित गर्दै प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठुलो जित दर्ता गरिसक्यो। जर्मनी टोलीको आक्रमण, पासिङ र फिनिसिङ अत्यन्तै प्रभावशाली देखिएको छ। त्यस्तै अर्जेन्टिनाले पनि अल्जेरियालाई 3-0 ले हराउँदै आफ्नो पहिलो जित दर्ता गर्यो। आफ्नो पहिलो जितमा लियोनल मेस्सीले ह्याट्रिक समेत गरे। लियोनल मेस्सीले चाहिँ अब नयाँ पुस्ताको लागि वर्ल्ड कप जिताउने दावेदारको रूपमा प्रस्तुत गरिसकेका छन् आफ्नो टोलीलाई। फ्रान्सले पनि सेनेगललाई 3-1 ले हराउँदै टोली निकै सन्तुलित देखियो। अनुभवी र युवा खेलाडीहरूको संयोजन फ्रान्सको मुख्य बल बनेको छ। अब कुरा गरौँ अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्ने टोलीहरूको बारेमा। ब्राजिलले मोरक्कोसँग 1-1 को बराबरी खेल्यो। विश्व फुटबलको महाशक्ति मानिने ब्राजिलबाट समर्थकहरूले सहज जितको अपेक्षा गरेका थिए, तर टोलीले आफ्नो उत्कृष्ट लय भेटाउन सकेन र आफ्ना समर्थकहरूलाई निराश बनाइदिए। स्पेन पनि केप भर्डेसँग गोल रहित बराबरीमा रोकियो। स्पेनको बल नियन्त्रण राम्रो भए पनि आक्रमणमा धार देखिए। केप भर्डेका गोल रक्षकले एकदमै धेरै प्रशंसा पाए यो गेमबाट। पोर्चुगल डिआर कङ्गोसँग 1-1 को बराबरीमा रोकियो। स्टार खेलाडीहरूले भरिएको टोली भए पनि अपेक्षा अनुसार प्रभाव जमाउन सकेन पोर्चुगलले पनि। बेल्जियम र इजिप्ट, साउदी अरेबिया र उरुग्वे, नेदरल्यान्ड र जापान बीचको खेल पनि बराबरीमा रोकियो, जसले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने सङ्केत दिएको छ। अब कुरा गरौँ सबैभन्दा सुखद आश्चर्यको। दक्षिण कोरियाले चेकियालाई 2-1 ले हराउँदै उत्कृष्ट सुरुवात गर्यो। टोलीको ऊर्जा, गति र सामूहिक खेल निकै प्रभावशाली देखियो। यता अस्ट्रेलियाले पनि टर्कीलाई 2-0 ले हराउँदै बलियो सन्देश दिएको छ। विशेष गरी डिफेन्स र काउन्टर अट्याक रणनीति निकै सफल देखिएको छ अस्ट्रेलियाको पनि। नर्वेले इराकलाई 4-1 ले हराउँदै आफ्नो आक्रमण क्षमता प्रदर्शन गर्यो। अब पहिलो पटक वा कम अनुभव भएका टोलीहरूको कुरा गरौँ। केप भर्डेले स्पेनलाई गोल रहित बराबरीमा रोक्दै सबैलाई चकित बनायो। प्रतियोगिताको सबैभन्दा ठुलो सरप्राइज मध्ये यो पनि एउटा हो। कुरासाओ जर्मनीसँग 7-1 ले पराजित भए पनि टोलीले हार नमान्ने मानसिकता देखाएको छ। बोस्निया एन्ड हर्जगोभिनाले क्यानाडासँग 1-1 को बराबरी खेल्दै प्रतिस्पर्धी क्षमता प्रमाणित गर्यो। यता हैटीले स्कटल्यान्डसँग 1-0 ले पराजित भए पनि टोलीले राम्रो सङ्घर्ष गरिरहेको देखायो। यदि पहिलो चरणको आधारमा सबैभन्दा प्रभावशाली टोली छनौट गर्ने हो भने जर्मनी, इङ्ल्यान्ड, अर्जेन्टिना र फ्रान्स शीर्ष स्थानमा देखिन्छ। तर विश्वकप केवल पहिलो खेलको नतिजा मात्र होइन। इतिहासले देखाइसकेको छ कि धेरै टोलीहरूले कमजोर सुरुवात गरेपछि पनि उपाधि जितेका छन्। त्यसैले ब्राजिल, स्पेन र पोर्चुगल जस्ता टोलीहरूलाई अहिले नै कमजोर भनिहाल्न पनि मिल्दैन। अहिलेसम्मको खेल हेर्दा यो विश्वकपमा कुनै पनि टोलीलाई हल्का रूपमा लिन पनि सकिँदैन। साना टोलीहरूले
ठुला टोलीहरूलाई चुनौती दिइरहेका छन् र यही कारणले 2026को विश्वकप अझ रोमाञ्चक बन्दै गइरहेको छ। तपाईँको विचारमा पहिलो खेलपछि सबैभन्दा प्रभावशाली टोली कुन हो जस्तो लाग्यो? जर्मनी, इङ्ल्यान्ड, अर्जेन्टिना, फ्रान्स वा कुनै अरू टोली? तपाईँको आफ्नो फेभरेट टोली कुन हो, कुन देश हो? तल कमेन्टमा लेख्नु होला। मेरो विचारमा चाहिँ यसपालिको वर्ल्ड कप कसले जित्छ भन्दाखेरि अर्को राउन्डको गेम हेरिसकेपछि फेरि म अर्को भिडियो लिएर आउनेछु। त्यो भिडियोमा चाहिँ म अवश्य भन्नेछु तपाईँहरूलाई है त। हस् त, धन्यवाद।